सुन्दा अचम्म लाग्न सक्छ, तर नेपालको ब्याङ्किङ क्षेत्रलाई लिएर बाहिर आएका पछिल्ला तथ्याङ्कहरू साँच्चै नै अनौठा र एक आपसमा बाँझिएका जस्ता देखिन्छन्। एउटा एकदमै महत्त्वपूर्ण प्रश्नबाट सुरु गरौँ है त। कसरी एक दशकसम्म चलेको आक्रामक कर्जा विस्तारले अन्ततः ब्याङ्कका ढुकुटीहरू प्रयोगविहीन नगदले भरिने अवस्थामा पुर्यायो होला? यो त ठ्याक्कै प्रचुरताको विरोधाभास अर्थात् प्याराडक्स अफ प्लेन्टी जस्तै भयो होइन र? एकातिर पैसाको थुप्रो छ तर अर्कोतिर त्यसको माग भने लगभग शून्य प्राय छ। यो रहस्य बुझ्न केही वर्ष पछाडि फर्केर यी तथ्याङ्कहरूलाई केलाउनै पर्ने हुन्छ। ठिक छ, अब यसमा गहिरिएर हेरौँ। यो अङ्क हेर्दा जो कोही पनि आश्चर्यमा पर्न सक्छ। सन् 2025 को मध्य अर्थात् 2082 असारसम्म आइपुग्दा कुल गार्हस्थ्य उत्पादन जीडीपीसँग नेपालको निजी क्षेत्रको कर्जाको अनुपात बढेर 91.6% पुगेको छ। साँच्चै भन्नुपर्दा एउटा विकासशील अर्थतन्त्रका लागि यो निकै ठूलो अनुपात हो। यसले देशको अर्थतन्त्रको आकारकै हाराहारीमा निजी क्षेत्रले ऋण लिएको छ भन्ने स्पष्ट पार्छ। यो तथ्याङ्क वास्तवमा कति विशाल हो भन्ने कुरा हाम्रा छिमेकी देशहरूसँग तुलना गरेपछि अझ छर्लङ्ग हुन्छ। सन् 2023 कै तथ्याङ्क हेर्ने हो भने पनि नेपालको तुलनामा कैयौं गुणा ठूलो अर्थतन्त्र भएको भारतको यस्तो अनुपात जम्मा 56.6% छ भने बङ्गलादेशको मात्र 35.7%। दक्षिण एसियामै नेपालको यो कर्जा विस्तारको दरले सबैलाई उछिनेर निकै अगाडि बढेको देखिन्छ। अभूतपूर्व कर्जा विस्तारको दशक, यो सबै अचानक रातारात भएको परिवर्तन भने पक्कै होइन। यहाँ देखाइएको तुलनाले कर्जाको ग्राफ कति तीव्र गतिमा माथि गयो भन्ने कुरा एकदमै राम्रोसँग प्रष्ट पार्छ। 2072 असारमा यो कर्जा र जीडीपीको अनुपात जम्मा 55.2% थियो, तर ठ्याक्कै 10 वर्षपछि 2082 असारमा यो 91.6% पुग्यो। 10 वर्षको यस्तो छोटो अवधिमा कर्जा र जीडीपीको अनुपात झण्डै दोब्बर हुनु भनेको ऋण लिने प्रवृत्तिमा आएको एउटा आश्चर्यजनक र आक्रामक वृद्धि नै हो। तरलतामा डुब्ने अवस्था। कथाले यहाँबाट भने अलिकति फरक मोड लिन्छ। एकातिर एक दशक लामो ऐतिहासिक कर्जा विस्तारको रेकर्ड छ भने अर्कोतिर वर्तमानको कठोर वास्तविकता। हालका वर्षहरूमा कर्जा विस्तारको गति एकदमै सुस्त भएको छ। गत आर्थिक वर्षमा 8.1%ले बढेको कर्जा चालु आर्थिक वर्षको पहिलो 8 महिनामा जम्मा 4.4%ले मात्रै बढेको छ। यसलाई तरलतामा डुबेको अवस्था नभनेर के भन्ने त? कर्जाको माग घटे पनि ब्याङ्कमा पैसा आउने क्रम भने रोकिएको छैन है। निरन्तर आइरहेको विप्रेषण अर्थात् रेमिट्यान्सले ब्याङ्कमा निक्षेप बढाएको बढै छ। विगत एक दशकमा निक्षेप औसत 15.8% को दरले बढेर 2082 फागुनसम्ममा 7,746 अर्ब रुपियाँ पुगेको छ। यसको सिधा अर्थ हो ब्याङ्कहरूसँग लगानी गर्नका लागि नगदको कुनै कमी छैन, उनीहरू नगदले भरि भराउँछन्। सामान्य अर्थशास्त्रको नियमअनुसार बजारमा पैसा धेरै भएपछि ब्याजदर घट्छ र ब्याजदर घटेपछि ऋण लिनेहरू बढ्छन्। यहाँ देखाइएको समयरेखा अनुसार कुनै बेला 12.5% भन्दा माथि पुगेको औसत कर्जा ब्याजदर अहिले घटेर 7.06% मा झरेको छ। तर रहस्यको कुरा यहीँनिर छ। सस्तो ब्याजदर हुँदा पनि कर्जाको माग एकदमै सुस्त छ। यति सस्तो पैसाले पनि लगानीकर्तालाई खासै आकर्षित गर्न सकेको छैन। अब साँच्चै रोचक कुरा के छ भने यो केन्द्रीय ब्याङ्कमा थुप्रिएको अधिक तरलताको तथ्याङ्क हो। 2082 असारमा नेपाल राष्ट्र ब्याङ्कमा 654 अर्ब रुपियाँ अधिक तरलता थियो, तर केही महिनामै बढेर 2082 चैत 13 सम्ममा यो रकम 904 अर्ब रुपियाँ पुगेको छ। ब्याङ्कहरूले कर्जा र लगानी गर्न नसकेर झण्डै 10 खर्ब रुपियाँ यत्तिकै थुपारेर राख्नु परेको अवस्था छ। आखिर बजारमा किन कसैले ऋण लिइरहेको छैन त? कोभिड पश्चातको कमजोर कुल माग, राजनीतिक अस्थिरताले गर्दा घटेको व्यावसायिक आत्मविश्वास र सुस्त पुँजीगत खर्च। यसका साथै सहकारी क्षेत्रमा देखिएका गम्भीर समस्या र घर जग्गा कारोबारमा आएको ठूलो मन्दीले पनि बजारमा नयाँ लगानीको भोकलाई पूर्ण रूपमा मारेको देखिन्छ। बढ्दो जोखिम, खलाप कर्जा र खुम्चिँदै गरेका ब्याङ्कहरू। बजारमा लगानी नहुनु र पैसा थुप्रिनु मात्रै एउटै समस्या होइन। यो आर्थिक सुस्तताले वित्तीय प्रणालीमा अर्को ठूलो र अलिक गम्भीर जोखिम निम्त्याइरहेको छ। यहाँ सबैभन्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा भनेको खराब कर्जा अर्थात् नन पर्फर्मिङ लोन एनपीएलमा भइरहेको तीखो वृद्धि हो।
2072 सालमा 3.33% रहेको खराब कर्जा अनुपात 2083 असारसम्म आइपुग्दा वात्तै बढेर 5.42% पुगेको छ। अझ विकास ब्याङ्क र वित्त कम्पनीहरूमा त यो अनुपात वाणिज्य ब्याङ्कहरूको तुलनामा निकै धेरै छ, जसले साना वित्तीय संस्थाहरूमा परेको चरम दबावलाई छर्लङ्ग पार्छ। यही बढ्दो वित्तीय दबाव र जोखिमका कारण नेपालको ब्याङ्किङ संरचना नै तीव्र रूपमा बदलिँदैछ। मर्जर र एक्विजिसन अर्थात् गाव्ने र गाविने लहरले गर्दा 2082 असारमा 178 वटा रहेका ब्याङ्क तथा वित्तीय संस्थाहरू 1 वर्षभन्दा कम समयमै घटेर 106 वटामा झरेका छन्। यसले बजारमा टिकिरहन वित्तीय संस्थाहरूलाई कति गाह्रो भइरहेको छ भन्ने राम्रोसँग बुझाउँछ। अब अर्कोतर्फ लागौं र हेरौं यसले कसरी थप कुरा प्रष्ट पार्छ। तल्लो तहको वित्तीय रूपान्तरण। यी सबै सुस्तता र जोखिमका बीचमा एउटा अप्रत्याशित तर सकारात्मक पक्ष पनि छ है। पहुँचको यो तथ्याङ्क हेर्दा साँच्चै आश्चर्य लाग्छ। विगत 1 दशकमा निक्षेप खाताको संख्या 6,26,00,000 पुगेको छ, तर कर्जा खाताको संख्या जम्मा 20,40,000 मात्रै। यो 30 गुणाको विशाल फरकले के देखाउँछ भने आम मानिसले ब्याङ्कमा पैसा जम्मा गर्न त सिके र पहुँच पनि पाए, तर ऋण लिएर उद्यम गर्ने ठूलो अवसर भने अझै पनि एकदमै सीमित वर्गको हातमा मात्रै छ। यो विशाल खाडललाई पूर्ण लघुवित्त संस्थाहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। 2082 माघसम्मको तथ्याङ्क हेर्दा लघुवित्तहरूले 27,22,000 सक्रिय ऋणीहरूलाई 508 अर्ब रुपियाँ कर्जा प्रवाह गरेका छन् र 215 अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन्। ब्याङ्कका शाखाहरूको विस्तार र यस्ता लघुवित्तको प्रभावले गर्दा सन् 2022मै नेपालको वित्तीय साक्षरता 57.9% पुगेको थियो, जसले गाउँ-गाउँसम्म वित्तीय चेतना बढेको प्रमाणित गर्छ। तल्लो तहको यो रूपान्तरणमा प्रविधिको पनि उत्तिकै ठूलो हात छ। कोभिड-19 पछि विद्युतीय भुक्तानीमा आएको उछालले आम मानिसको दैनिकी नै बदलिदिएको छ। क्यूआर कोड, मोबाइल ब्याङ्किङ र अन्य डिजिटल उपकरणहरूको सहजताले गर्दा बजारमा भौतिक नगद र चेकको प्रयोग क्रमशः घट्दै गएको छ। यो ग्राउन्ड लेभलमा भइरहेको वित्तीय आधुनिकीकरणको एउटा एकदमै बलियो सङ्केत हो। समग्रमा भन्नुपर्दा एकातिर तल्लो तहमा गजबको वित्तीय साक्षरता र पहुँच बढेको छ, ब्याङ्किङ प्रणाली प्रविधि मैत्री भएको छ र ब्याङ्कका ढुकुटीहरू पैसाले भरिएका छन्। तर अर्कोतिर कर्जाको माग छैन, व्यापारिक कर्पोरेट क्षेत्रको आत्मविश्वास गुमेको छ र खराब कर्जा बढिरहेको छ। ब्याङ्कमा पैसा त छ, तर लगानी कहाँ छ त? यो प्रचुरताको विरोधाभास समाधान गरेर अर्थतन्त्रलाई कसरी चलायमान बनाउने, यो नै अबको सबैभन्दा ठूलो र गम्भीर प्रश्न हो।